नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दन्त्य कथा माला पुस्तकबाट कथाकार ललित जङ सिजापतिज्यूले संकलन गर्नुभएका 2वटा लोककथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। दैनिक रूपमा कथा सुन्नका लागि यस च्यानल नेपाली कथालाई सब्स्क्राइब गर्नुभएको छैन भने यस युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। भन्दै लागौं आजका कथाहरूतर्फ। आजको लागि पहिलो कथा रहेको छ ज्ञानबाट फाइदा। त्रिविक्रमपुरका राजाका 2वटा राजकुमार थिए। दुवै एकै गुरुसँग एकै पाठ पढ्थे, सँगै शिकारमा जान्थे। भोग विलासका चीजबीज दुवैका साथमा थिए। तर बाबु मर्नासाथ जेठा राजकुमार राजा भए भने साना केवल राजकुमार। यस कुराले कान्छा राजकुमार ज्ञानचन्द्रलाई बडो नराम्रो लाग्यो र खटाएको मानु खान ठिक छैन भन्ने ठानी जंगलतिर पसे। जंगलको बाटो जाँदा एक दिन ज्ञानचन्द्र एउटा महात्माको कुटीमा पुगे। महात्माले राजकुमारको समाचार सोधेर भने, राजकुमार, जंगलवासी योगीले तिमीलाई के दिन सक्दछ, तर मसँग 4वटा उपदेश छन्, यही लैजाऊ, जीवनमा कुनै दिन काम लाग्नेछ। उपदेशहरू यस्ता छन्: परदेशमा आश्रम नभई बास नबस्नु। 2. पर स्त्रीमा नलोभिनु। 3. राजा भएका दिनमा नसुत्नु। 4. विचार नगरी काम नगर्नु। राजकुमारले महात्मालाई प्रणाम गरी आफ्नो बाटो समाते। एक दिन साँझका बखत राजकुमार ज्ञानचन्द्र एउटा शहरका नजिकै पुगे। त्यही रुखमुनि 10-12 जना परदेशीलाई बास बसेको देख्दा तिनले पनि त्यही बास बस्ने मन गरे। परन्तु महात्माको पहिलो उपदेश परदेशमा आश्रम नभई बास नबस्नु को स्मरण हुनसाथ राजकुमारले त्यही रुखमुनि बास बस्ने विचार छोडी आश्रमको तलासमा हिँडे। राजकुमारलाई आश्रमको खोजमा टाढा जानु परेन। केही अगाडि एउटा मन्दिरका पुजारीले आदरका साथ राजकुमारलाई बास दिए। राजकुमारले आनन्दका साथ रात काटे। दैव संयोगले त्यही रात राजदरबारमा चोरी भएछ। सिपाहीहरूले चोरको तलास गर्दा रुखमुनि बास बस्ने ती परदेशीहरूलाई शंका गरी पक्रे। राजकुमारले तिनीहरूलाई त्यसरी अकारणमा कष्ट पाएको देखि महात्माको प्रथम उपदेशको मूल्य सम्झिए। राजकुमार बाटो लागे। एक दिन एउटा शहरमा गृहस्थ कहाँ बास बस्न पुगे। गृहस्थ रक्सीको झोकमा सधैँ आफ्नी अत्यन्त रूपवती स्त्रीलाई खुब कुट्दो रहेछ। त्यस दिन स्त्रीलाई अत्यन्त चोट लाग्यो र मौका पर्न साथ ज्ञानचन्द्रका नजिकै आई भन्न लागि, परदेशी, मेरो शरण लेऊ, म यस कसाईका साथ बस्न सक्दिन। यस बौलाले मार्न आट्यो, दया गर, मलाई पनि आफ्ना साथमा लैजाऊ। जिन्दगीभरि तिमीलाई नै स्वामी बनाई बस्नेछु। बरु भन्दछौ भने घरमा भएका गहनाहरू पनि लिएर आउँछु। त्यति राम्री स्वास्नी पाउन लाग्दा ज्ञानचन्द्रलाई लोभ लाग्यो। तर झट्ट महात्माको दोस्रो उपदेश पर स्त्रीमा नलोभिनु को स्मरण भयो। उनले भने, तिम्रो कुरा त मलाई मन्जुर थियो, तर के गर्दछौ, मेरो घरमा अरू 4वटी स्वास्नी छन्। ती डाकिनेहरूले तिमीलाई कहिले सुख दिने छैनन्। स्त्री हताश भएर बाहिर निस्की। ज्ञानचन्द्र आराम गर्न थाले। भोलिपल्ट घरको मालिक नसाबाट उठ्यो। स्वास्नीलाई नदेख्दा ज्ञानचन्द्रसँग सोध्यो। ज्ञानचन्द्रले जे भएको कुरा सुनाइदिए। त्यसले अड्डामा उजुरी दियो। सिपाहीहरू त्यस स्त्रीको खोजीमा छुटे। स्त्री एकजना परदेशीका साथ भाग्न लागेकी समाते। परदेशीलाई अर्काकी स्त्री उडाएर लगेकोमा सजाय भयो। स्त्रीलाई त्यसको खसमले खुब पिट्यो। त्यो तमासा देख्दा ज्ञानचन्द्रले महात्माको दोस्रो उपदेशको पनि परीक्षा पाए। ज्ञानचन्द्र क्षण अगाडि बढे। जाँदा जाँदा एक दिन एउटा राजधानीमा पुगे। साँझ पर्न लागिसकेको थियो। साथमा फुटेको कौडीसम्म थिएन। कहाँ बस्नु, के गर्नु? अनेक चिन्तामा डुबेका ज्ञानचन्द्र एउटा सानो सडकबाट हिँडिरहेका थिए। अकस्मात अगाडिको घरबाट धेरैजना स्त्री पुरुषले विलाप गरेको सुन्दा उनलाई बडो माया लाग्यो। उनी घरभित्र पसे। त्यस परदेशीलाई घरभित्र पस्न आएको देख्दा घरका धनीले सोधे, तिमी को हौ, कताबाट भित्र पस्न आयो? ज्ञानचन्द्रले भने, म परदेश हुँ, पासमा पैसा नहुँदा भोको छु। आजलाई बास र एक मुठी चमेनाको इन्तजाम हुन सक्दछ कि भनेर यहाँ आएको हुँ। तपाईहरू सबैजना यहाँ बसी रोइरहेको देख्दा छक्क लाग्यो। कारण के हो? ज्ञानचन्द्रका यस्ता कुरा सुन्दा घरको मालिकले उनलाई आदरपूर्वक बसाली भन्यो, युवक, कुनै परदेशी घरमा आउनु हाम्रो अहोभाग्य हो। बस सकेसम्म सत्कार गर्नेछु, तर हामीहरू आफै विपत्तिमा परेका छौं। राजकुमारले भने, बाबा भन्नुहोस्, तपाईमाथि दैवको के कोप बज्रन आयो? म पनि जिन्दगीबाट निराश भइसकेको छु।
परोपकारमा ज्यान जान्छ भने मलाई दुःख छैन। गृहपतिले भन्यो, परदेशी, हाम्रो विपत्तिको हाल केही नसोध। यो विपत्ति नयाँ होइन, रोजै एक परिवारमाथि दैवको कोप पर्दछ। यस देशमा जो राजा भयो त्यो एक रातभन्दा अर्को रात टिक्न सक्दैन। त्यसै कारणले राजगद्दी शून्य भयो। तर कोही न कोही राजा नभई काम नचल्ने हुनाले राज्यभरिका परिवारमा पालो परेका दिनमा राजा बनाउन मानिस दिनु पर्दछ। राजा बन्नु के छ, कालको मुखमा जानु छ। दैवगत आज हाम्रो पालो आयो, यस घरबाट को जाओस्। हामी बुढाबुढीलाई राजा बनाउँदैनन्, त्यसै कारणले भर्खरको छोरालाई नै पठाउनु पर्यो। यसै शोकले हामीहरू रोइरहेका छौँ। राजकुमारले भने, बाबा चिन्ता नगर्नुहोस्, तपाईँको छोरा जानु पर्दैन। उनको साटो म गइदिउँला। संसारमा परमात्माको सिवाय मेरो कोही छैन, मरे पनि चिन्ता छैन। राजकुमारका कुरा सुन्दा बडो प्रसन्न भयो। खुब आदर सत्कारका साथ ज्ञानचन्द्रलाई भोजन गरायो। राजकुमारले खानपान मात्र सकेका थिए कि राजमन्त्री भारदारहरूलाई लिएर आइपुगे। ज्ञानचन्द्र आनन्दपूर्वक राजदरबारमा पुगे। उनको कायदापूर्वक राजतिलक भयो। केही बेर गफसफ गरी ज्ञानचन्द्र सुत्ने खोपीमा पसे। ज्ञानचन्द्रले विचार गरे, संसारमा बस्नु भन्ने दिन आजैसम्म रहेछ, तर संसारको चरित्र अनौठो देखे। कहाँ राजा हुन पाइन भन्ने चोटले देशबाट निस्की परदेश लागे। भाग्यले आज राजा पनि बनायो, तर मलाई हर्षको बदलामा विषाद छ। हेरौँ काल कसरी आउँदो रहेछ। राजा हुनसाथ मानिस किन मर्दा रहेछन्। क्षेत्रीयको बच्चा हुँ, ज्यान त्यसै कतापि दिने छैन, तर के गरौँ, के गर्नाले असल होला। त्यसै बखतमा ज्ञानचन्द्रलाई महात्माको तेस्रो उपदेश राजा भएका दिन नसोध्नु को स्मरण भयो। यो विचार गर्न थाले, महात्माको उपदेशले मेरो हित गरेको छ। आज केही उपाय नभएका दिनमा उनकै उपदेशका शरणमा जान्छु। सकेसम्म निन्द्रालाई आउन दिने छैन। दिनभरि हिँड्दा हिँड्दा ज्ञानचन्द्र थकाइले चुर भइरहेका थिए। यस वखतमा हाई हाई गरी निद आइरहेको थियो। ज्ञानचन्द्रले तरबार झिकी घोडाको धेरै मासु काटे। घाउ ज्यादै रहन थाल्यो। ज्ञानचन्द्रलाई कष्ट हुँदा निन्द्रा आएन। ज्ञानचन्द्र हातमा नाङ्गो तरबार लिएर खोपीमा डुल्न लागे। आधा रात भइसकेको थियो। त्यसै बखत बगैँचाबाट सर्पको सुस्केरा हालेको शब्द आयो। ज्ञानचन्द्रले झ्यालबाट चियाएर हेरे। एउटा भयङ्कर कालो नाग उनकै खोपीतिर आइरहेको थियो। उनी सावधान भए। सर्प अत्यन्त विषधर थियो। त्यसको सासको गर्मीले राजकुमारका आँखा लट्टिन थाले, तर घाउको वेदना र ज्यानको मोहले राजकुमार निन्द्रामा बेहोस हुन सकेनन्। जसै सर्प झ्यालको बाटो गरी भित्र पस्न लागेको थियो, राजकुमारले तरबारले हाने। चोट अचुक थियो। सर्प दुई टुक्रा भयो। राजकुमार कालको मुखबाट निस्किए, तर अर्को विपत्ति आउला के भन्ने आशंकाले राजकुमार रातभर सुत्न सकेनन्। भोलिपल्ट मन्त्री सधैँको जस्तै मृत राजाको लास लिन भनी खोपीमा आए। ज्ञानचन्द्रलाई नमरी बाँचेको देख्दा आश्चर्य भयो। ज्ञानचन्द्रले मन्त्रीलाई सबै कुरा सुनाए। सर्पलाई लगे माटोमा गाड्न लगाए। अनेक मनुष्यको ज्यान बचेको देख्दा सबैजनालाई हर्ष भयो। ज्ञानचन्द्र आनन्दपूर्वक राज्य गर्न लागे। साधुको तेस्रो उपदेश पनि सच्चा निस्कियो। यस्तै प्रकारले ज्ञानचन्द्रको अनेकौं वर्ष बित्यो, तर मन्त्रीको मन कालो थियो। त्यस अन्जान परदेशीलाई यसरी राजा भएर आफूमाथि हुकुम चलाएको देख्दा उनीलाई बहुत चिन्ता थियो। सधैँ राजालाई बिताई आफू राजा बन्ने उपाय सोचिरहन्थ्यो। राजाको दारी बनाउने नाउलाई मन्त्रीले आफ्नातर्फ मिलाए। नाउलाई मन्त्रीले भने, हेर, यस विदेशीलाई मार्न सकिस् भने म तँलाई आफ्नो मन्त्री बनाउनेछु। तँलाई पनि केही परिश्रम छैन। विष लगाएको छुराले दारी बनाउनु, एक ठाउँमा मात्र अलिकति घाउ लगाइदिस् भने जहरले घाउ बनाउँदै जान्छ र त्यसको काम सहजै समाप्त हुन्छ। नाउ मन्त्री बन्ने लोभमा पर्यो। त्यसले मन्त्रीलाई आफ्नो मन्जुरी दियो। राजा ज्ञानचन्द्रले महात्माको उपदेश बिर्सेका थिएनन्। 3वटा उपदेशको सत्यताको जाँच भइसकेको थियो। राजाले ती 3वटा उपदेश सुनका अक्षरमा लेखाउन लगाई दरबारमा टास्न लगाएका थिए। सोमबारको दिन नाउ राजाको दारी बनाउन भनी आयो। त्यसले विष भएको छुरा झिक्यो, तर त्यत्रो अपराध गर्न त्यसको हात कामिरहेको थियो। चोरको मुटु आधा भइसकेको रहेछ। कोही नजिकै छ कि भनेर यताउति नजर दौडाउँदा झट्ट त्यसको दृष्टि महात्माको चौथो उपदेश विचार नगरी काम नगर्नुमा पर्न गयो। त्यसले विचार गर्यो, यो कुनै ठूलो उपदेश होला र त राजाले यसरी सुनका अक्षरमा लेख्न लगाएका होलान्। अतएव मैले पनि यस कुरामा केही दिन विचार नगरी काम गर्न उचित छैन। यस्तो विचार गरी नाउले विष लागेको छुरा राखी अर्को छुरा लियो। राजा ज्ञानचन्द्रले नाउको आकरण विलम्बको विचार गरिरहेका थिए। एकाएक त्यसको हातको तयार पारिरहेको छुरा राखेर अर्को छुरा झिकेको देख्दा राजालाई झन ठूलो शंका भयो।
उनले नाउको हात समातिहाले। राजाले हात पक्रेको देख्दा नाउले बिराए महाराज म बेकसुर छु भनिहाल्यो। राजाले केर्दा नाउले सबै कुरा बिन्ती गर्यो। त्यसै दिन दरबारमा आएका बखतमा राजाले मन्त्रीलाई 81 नै बन्दोबस्तका साथ पक्रन लगाए। मन्त्रीको अपराधको जाँच सभामा हुँदा मन्त्रीलाई प्राणदण्ड र नाउलाई देश निकालाको सजाय भयो। ज्ञानचन्द्रले महात्माको चारै उपदेशको चमत्कार देखे। ज्ञानबाट ठूलो फाइदा हुँदो रहेछ भन्ने ठानी उनी ठूला ठूला महात्माको आदर सत्कार गरी उपदेश लिन्थे। उनीहरूबाट पाएका उपदेशमा चल्दथे। यो रहेको थियो लोककथा ज्ञानबाट फाइदा। लागौं ललित जंग सिजापतिज्यूद्वारा नै संकलित अर्को लोककथा दन्ती कथा माला पुस्तकबाट। कथाको शीर्षक चट्टु छट्टु उपर चट्टु। दशैं आइसकेको थियो, तर चट्टुका पासमा चाडबाड मनाउन खर्च थिएन। केही उपाय गर्नु पर्यो। चट्टुले ठग बुद्धि झिक्यो। 10 माना जति जाने ठेकी भरी गोबर भरेर त्यसमाथि अलिकति घिउ हाली ठग्न भनी निस्कियो। त्यसै बखत छट्टु पनि दशैं खर्च तुल्याउन भनी कागतको तरबार बनाई त्यसमाथि सेता तबक टाँसेर असल मखमली खोलमा हाली दुरुस्त तरबार झैं बनाई बेच्न भनी निस्केको थियो। दैवागत घिउ बेचुवा र तरबार बेचुवाको भेट हुन गयो। कुरा हुँदा भाउताउ मिल्यो। चट्टुले एक मुट्ठी घिउ दिएर तरबार लिनमा नाफै देख्यो। छट्टुले पनि कागतको तरबार दिएर ठेकी भरेको घिउ लिनमा टुट्टा देखेन। तर दुवैजना आफ्नो आफ्नो चलाकीमा थिए। साटासाट गर्न साथ दुवै बाटो लागिहाले। विलम्ब गरे भने भेद खुल्ने डर थियो। चट्टुले पनि तरबार खोलबाट झिकेर हेरेन। छट्टुले पनि ठेकी भरेको घिउ खन्याएर हेरेन। दुवैजना 1 कोस जति पर पुगे। दुवैको मनमा ठगेर ल्याएको माल जाँच्ने इच्छा भयो। चट्टुले खोलबाट तरबार झिकेर हेर्यो त तरबारको त्यो गति। उता छट्टुले आगो फुकी घिउ तताउन भनी ठेकीबाट घिउ झिक्छ त गोबर। दुवैजना दङ्ग परे। चट्टुले छट्टुलाई बाटैमा फेला पार्नु पर्दछ भनी दौडियो। छट्टु पनि चट्टुलाई फुत्कन नदिने विचारले त्यहीबाट फर्कियो। दुवैको भेट अघिकै ठाउँमा भयो। मुखामुख हुनसाथ दुवै हाँस्न थाले। चट्टुले भन्यो, मिज्यू दैवले हाम्रो भेट गरायो। अब हिट्नुहोस्, जाउँ, कहीँ बुद्धि लगाऊ। 1 जना भन्दा 2 जना भए काम सजिलो हुन्छ। दुवै ठगका कुरा मिल्न के बेर। दुवैजना ठग्न भनी विदेशतिर लागे। जाँदा जाँदा दुवैजना एउटा गाउँमा पुगे। त्यस गाउँको महाजन त्यसै दिन मरेको रहेछ। दुवैजना ठगहरूले सल्लाह मिलाए। चट्टु गाउँ बाहिरै बसेर आफ्नो काममा लाग्यो। छट्टु चाहिँ महाजनको घरमा कङ्कला शब्दले बिलाप गर्दै पुग्यो। नचिनेको मानिस रुँदै आएको देख्दा महाजनको छोराले सोध्यो, तपाईँ कताबाट आउनु भएको हो? मैले चिन्न सकिनँ। छट्टुले भन्यो, दाजै म हजुरको भाइ हुँ। पिताजीले मेरी आमासँग विवाह गर्नुभएको हजुरलाई थाहा होला। पिताजी खेपमा जान लाग्नु भएको रहेछ। बाटोमा मेरी आमालाई सुन्दरी देख्दा उसै दिन काम कुरो ठिक पारी विवाह गर्नुभएछ। तर खेपमा कता कता लिएर हिँड्नु भनी आमालाई वर्ष दिनको निमित्त माइतमै छोडी आफू खेपमा जानुभएछ। खेपबाट वर्ष दिनमा फर्कदा मेरी आमाको पिताजी फर्कनुभन्दा पहिले सर्पले डसी स्वर्गवास भइसकेको थियो। पिताजी फर्कदा म 2 महिनाको थिएँ। दुधे खाने बालकलाई पाल्ने म कता के इन्तजाम गरौँ भनी उहाँले मलाई मामाको घरमा छाड्नुभयो। बराबर खर्च पठाइदिनुहुन्थ्यो। सो पनि हजुरलाई थाहै होला। पोहोरको साल खेपमा जाँदा पिताजीले भन्नुभयो, बाबु अब तैँले मावलामा बसेर काम चल्दैन, हिट, घरमा दाजु छ, दुवैजना भएर घरको कारबार हेर। म त्यसै समय आउनमा तयार थिएँ, तर मावलामा केही काम परिआएको हुनाले त्यसै आउन सकिन। पिताजीले पनि भन्नुभयो, हुन्छ त मामाहरूको काम छ भने अब आउने दशैंसम्म आएस् त, त्यसै कारणले म आएको हुँ। सेठको छोराले भन्यो, म त तिमीलाई चिन्दिन, भइग, यस बखत पिताजीको कामकाज सिद्धिनु छ, काम भएपछि कुरो हुनेछ। निदान छट्टु पनि नाङ्गो मुडुलो भएर सेठको काम गर्न थाल्यो। सेठको कामकाज समाप्त भएपछि छट्टुले सेठको छोरासँग भन्यो, दाजै मेरो गुजारा यहाँ हुन सक्दैन। यहाँ मलाई परदेशमा बसे झैँ लाग्यो। हजुरले मेरो अंश बक्सिए म आफ्नो रोजगार गरी बाबु बराजुको नाम थामी बस्ने थिएँ। सेठको छोराले भन्यो, भाइ यस्तो कुरा कहिले हुन्थ्यो? जाँचबुझ नगरी 1 पैसा दिन सक्दिन। पिताजीले आजसम्म तिम्रो आमासँग विवाह भएको कुरा गर्नु भएको छैन। त्यसै अंश दिन म ठिक देख्दिन। जाऊ, साक्षी गुहाई लिएर आऊ। पञ्चले सबै कुरा सुनि जे फैसला गर्लान् उसै मुताबिक काम हुनेछ। छट्टुले भन्यो, दाजै त्यस्तो झन्झटको काम नगर्नुहोस्। साक्षी गुहाई पैसा खर्च नगरी जम्मा हुँदैनन्। पैसा मेरा पास छैनन्। काम कसरी चल्न सक्दछ? म झुटो होइन, साँच्चीको साथी परमात्मा छ।
म एक दिन पहिले आइपुग्न सकेको भए पिताजीसँग भेट हुने रहेछ। सब कुरा निश्चय भइहाल्ने थियो। तर के गर्नु, यही दुःख पाउने कर्मलाई कसले के गरोस्। तैपनि एक बाजी पिताजीको चिहानमा हिँड्नुहोस्। म सच्चा रहेछु भने स्वर्गबाट पिताजीले बोल्नु पर्नेछ, नत्र फेरि कुनै उपाय गरी साक्षी खोज्नै पर्ला। गाउँका सोझा मानिसलाई विश्वास गराउन ठगको सरदार छट्टुलाई के बेर। सबैजना आश्चर्य मानी सेठका चिहानमा गए। छट्टुले केही बेर बिलाप गर्ने नखरा पारी आकाशतिर हेरी भन्यो, पिताजी, मेरो बिचल्ली पर्न लाग्यो। दया गरी हजुरबाट केही आज्ञा नभए म अंश पाउँदिन। हजुरको छोरा हुँ भनी हजुरबाट आज्ञा हुनु पर्दछ। चिहानबाट आवाज आयो, यो छोरो मेरो हो, यसलाई अंश दिनु। अब के थियो, गाउँलेहरूको विश्वास छट्टुमाथि जम्यो। सबैजनाले मिली छट्टुलाई उसको भाग अंश दिलाइदिए। छट्टुले भन्यो, म हाँडो भाँडा लिएर के गरौँ, कहाँ लिएर जाउँ, मलाई जे दिने हो नगदै दिनुहोस्। फलस्वरूप छट्टुको भागमा 1 लाख रुपियाँ, 1 माना जति हिरा मोतीहरू र एउटा ठूलो सुनको हिरा जडाउ कचौरा पर्यो। छट्टु आनन्दका साथ सबै सम्पत्ति लिई चट्टुसँग भेटे नगरी सुइकुच्चा ठोक्यो। चिहानबाट बोल्ने चट्टु नै थियो। छट्टु आफ्नो उपायमा लागेपछि सल्लाह मुताबिक चट्टुले रातारात गरी आफू लुक्न सक्ने खाडल बनायो। छट्टुले सबैजना मानिसलाई चिहानमा लगे पुकारा गर्न साथ चट्टुले बाँकी काम पूरा गरिदियो। चट्टु गाउँबाट बाहिर बसी अब छट्टुको बाटो हेर्न लाग्यो। तर छट्टु अहिले आउला छैन, भरे आउला छैन। चट्टुले गाउँभित्र पसी सबै कुराको पत्तो लगाए। अब छट्टुलाई पक्रने उपाय गर्नु पर्यो। चट्टु एकजोड जुत्ता किनी पत्ता लगाउँदै छट्टुको पछि लाग्यो। भोलिपल्टै छट्टु बास बसेको गाउँमा पुग्यो। भारी बोकेकोले छट्टु चाँडै हिँड्न सकेको थिएन। भोलिपल्ट सबैरै छट्टु बाटो लाग्यो। चट्टु मौका हेरी उसको पछि पछि जान लाग्यो। जाँदा जाँदा दुवैजना एउटा जंगलमा पुगे। चट्टुलाई मौका पर्यो। बाटो काटी ऊ छट्टुको अगाडि पुग्यो। उसले आफूले लिएर आएको जुत्ता मध्ये एउटा जुत्ता त्यही बाटोमा राखिदियो। केही पर अर्को जुत्ता पनि उसै गरी बाटोमा राखी चट्टु तमासा हेर्न लाग्यो। छट्टुले पहिलो जुत्तालाई त्यसरी बाटोमा पडिरहेको देख्यो। जुत्ता साह्रै असल थियो, तर के गर्नु, अर्को जुत्ता नभई केही काम लागेन। भन्ठान्यो कुनै व्यापारीको खस्यो होला। जुत्तालाई बेकाम सम्झी छट्टु बाटो लाग्यो। केही अगाडि अर्को जुत्ता त्यसै गरी बाटोमा खसेको देख्दा छट्टुलाई जुत्ता छोडेर आएको बडो अफसोस भयो। जुत्ता माया नमारी सक्नु थियो। छट्टुलाई ठिक पनि हुन्थ्यो, तर त्यत्रो बोझा लिएर फेरि उता टाढा फर्केर जानु कठिन थियो। छट्टुले विचार गर्यो, यस जंगलमा अहिले कोही आउने छैन। यो भारी यहाँ राखी दगुर्दै गएर अघिको त्यो जुत्ता ल्याउनु पर्यो। छट्टु त्यही जंगलभरि कसैले नदेख्ने ठाउँमा भारी राखी जुत्ता लिन भनी फर्कियो। चट्टुलाई मौका पर्यो। पोको बोकी सड्क्यो। छट्टु जुत्ता लिएर फर्कन्छ त पोको छैन। ध्यानपूर्वक हेर्दा मानिसको गोडाको चिन्ह पनि देखियो। चट्टुले पोको चड्कायो भन्ने बुझ्यो। चट्टुको पाइलाको चिन्ह हेर्दै छट्टु हिँड्यो। केही पर दुवैजनाको भेट भयो। दुवैजनामा झगडा पर्यो, तर ठगहरूमा सल्लाह मिल्न कति बेर। दुवैजनाले बराबरको भाग लगाए। तर कचौरा के गर्ने, कसरी बाँट्ने? छट्टुले भन्यो, मेज्यू पल्ला गाउँमा गएर सुनारलाई काट्न लगाई बाँडुला। दुवैजनाको मन्जुरी भयो। आफ्ना आफ्ना भाग बोकी दुवैजना साथसाथै हिँडे। कचौरा चाहिँ छट्टुले बोक्यो। साँझ पर्ने बेलामा एउटा गाउँमा पुगी दुवैजनाले सल्लाह गरी एउटा बानियाका घरमा कुम्ल बिसाए। बानियाको नाउँ उपर चट्टु रहेछ। दुवैजना खानपिन गरी सुते। छट्टुलाई कचौरा बचाउने चिन्ता थियो। यसै कारणले कचौराभरि पानी हाली आफ्नो छातीमा राखेको थियो। कसैले राति निन्द्रामा देखेर कचौरा चोर्न आट्यो भने पानी पोखिएर छट्टुको निन्द्रा खुलिहाल्थ्यो। दुवैजना निदाइसकेपछि परदेशीहरू के गर्न लागेछन् भनी उपर चट्टु कोठाभित्र पस्यो। छट्टुले त्यत्रो कायदाले कचौरा राखेको देख्दा उपर चट्टुको मनमा विचार भयो, यो कचौरा अवश्य दामी होला। यसै कारणले यिनीहरूले यत्रो यत्न गरेका हुन्। यस्तो विचार गरी तमाखु खाने नलीले सबै पानी बाहिर मिल्काई कचौरा उडायो। बाटो छट्टु भाते निन्द्रामा अलमस्त थियो। बिहान कचौरा हराएको देख्दा छट्टुले चट्टुलाई चोर ठहरायो। दुवैमा झगडा पर्यो। दुवैजनाले मारामार गर्न लागेको देख्दा उपर चट्टुले भन्यो, भाइ हो, मेरो घर झगडा गर्ने अड्डा होइन। परदेशी भनी रात बिताउन दिएको थिएँ। झगडा गर्ने भए तुरुन्त घरबाट निस्क। कचौराका कुरा बाटो लागेपछि गर्दै गर। लाचार दुवैजना चुप लागि घर फर्के। झगडा गर्नाले दुवैजनाको हिस्सा बुढी हरिया दाँत भयो। यो रहेको थियो कथा चट्टु, छट्टु र उपर चट्टु। यो सँगै आजका कथाहरू सकिएका छन्। तपाईलाई आजका कथा के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। आजको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।